चाहिँ यहाँ सन्चै छु, तपाईँहरूलाई पनि सन्चै होला भन्ने आशा गर्दछु र म चाहिँ आज नयाँ दिनको सुरुवात सँगसँगै नयाँ ब्लग पनि लिएर आएको छु र एकदम अन्तिमसम्म हेरेर साथ दिनु होला। सो मेरो साझा दाजुहरू अगाडि हिँड्दै हुनुहुन्छ र यतिखेर यहाँको 5 बजे सो उज्यालो भएन, अँध्यारै छ। सो हेर्न सक्नुहुनेछ हामी चाहिँ आज सो कास्कीदेखि बार्सिलोना जान लाग्यो यसो घुम्नको लागि टक्क होइन। बाटोमा जे हुन्छ के हुन्छ सबै हेरेर साथ दिनु होला। हामी चाहिँ मेट्रो स्टेसन जाँदैछु र लास्टसम्म हेरेर साथ दिनु होला। र तपाईँहरू मेरो भिडियो फर्स्टचोटि हेर्दै हुनुहुन्छ भने लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला। सो गाइज हामी चाहिँ यस्तो अँध्यारोमै छ है। मेरो अगाडि दाजुहरू हुनुहुन्छ। उज्यालो भएन, अँध्यारो छ यहाँ। सो हामी मेट्रो स्टेसन आइपुग्यो। सो यहाँ एकछिन वेटिङ गर्नेछौँ। मेट्रो स्टेसन आइसक्यो टक्क है त। के छ दाइ? उहाँ चाहिँ मेरो दाइ हो एकदमै। हामी चाहिँ यसो घुम्न जान लाग्यो। मेट्रो स्टेसन हो, हामी मेट्रो स्टेसन वेटिङमा हो छु। सो हेर्दै गर्नु होला। हामी यस्तो हालेर नै टक्क मेट्रोको वेटिङमा बसिरहेको छौँ। मान्छेहरू धेरै हुनुहुन्छ, दाजुहरू यहाँ हुनुहुन्छ। हाम्रो बोस BOS हामी चाहिँ बार्सिलोना जाँदै हो। यसो बार्सिलोनातिर यसो केटीहरू हेर्नु पर्यो। एकदम बार्सिलोना घुम्नु परेन त अनि सफल हुन्छ, सफल रहन्छ होइन। त्यही नै हो। सो तपाईँहरू हेर्दै गर्नु होला अन्तिमसम्म ट्रक है त। ल गाइज हामी चाहिँ बार्सिलोना जान लाग्यो। अब मेट्रो चाहिँ स्टार्टिङ भइसक्यो। हामी चाहिँ मेट्रोभित्र छिटिसक्यो है। कसरी जाउँ के पछाडि सुविधा सम्बन्ध यहाँ बसिहाल्यो दाजुभाइ। होइन सो दाजु लगाइ हामी चाहिँ यस्तो छ है। ल दाजुहरू एकदमै राम्रो छ। सो आरामले जानेछौँ हामी मजाले होइन। ल यस्तै छ गाइज टक्क है त। यहाँको टाइम हेर्न सक्नुहुनेछ अनि टाइम अनि टेम्परेचर टक्क है त। ल यही हो टाइम टेम्परेचर टक्क। हामी चाहिँ यहाँ अब खाजा राखेर खाने हो क्या यहाँ माछा टक्क है त। खाजा ल्याउँछ अहिले एकछिनपछि टक्क राखेर खाने हो कि यहाँ खाजा राखेर खाजा ल्याउँछ अहिले टक्क खाजा राख्ने टक्क खाने टक्क आनन्दले मेट्रोमा रमाइलो गर्ने
सो गाइस भर्खर उज्यालो हुन लाग्यो हा टक्क 8:30 बजीतिर उज्यालो हुन लाग्यो उज्यालो हुन हल्ला नगरौँकै धेरै ल गाइस भर्खर एकदम राम्रो भ्यू हेर्न सक्नुहुन्छ भर्खर उज्यालो भयो यार हेर्न सक्नुहुन्छ क्या सो गाइस एकदमै हेर्न सक्नुहुनेछ भर्खर घाम हुँदा टक्क सनसेट घाम लाग्दैछ भर्खर ल यार जङ्गलभित्र पस्यो त यार ओ क्या दामी यार सिन एकदम हेर्नु होला वाउ भर्खर उज्यालो भए सल्लाहको बोर्डहरू हेर्न सक्नुहुनेछ मजाले होइन दामी छ घामै कस्तो मधुर होला हो यार सो गाइस हामी चाहिँ अब बार्सिलोना पुग्नलाई लगभग 1.5 घन्टा जति लाग्छ त्यति लाग्छ होला सो बार्सिलोना पुगेपछि म सिधै तपाईँहरूलाई देखाउने छु सिधै बार्सिलोना पुगेपछि है त सो गाइस तपाईँहरूले समुद्र हेर्न सक्नुहुनेछ चिटिक्क छ है त ठुलो माछा छ एकदम ठुलो माछा जहाज यहाँ हेर्न सक्नुहुन्छ हुनेछ मेटो कति चल्छ भनेर कतिको बाटो कति छ भनेर हेर्न सक्नुहुनेछ कति धेरै छ यार कति धेरै मेटोको बाटो छ हेर्न सक्नुहुनेछ बार्सिलोना पुग्यो त ओ बार्सिलोना ल गाइस हामी चाहिँ माथि पुग्यो है त बार्सिलोना आइपुगिसक्यो टक्क माथि लिफ्टमा जाँदैछु यहाँ नेपालीहरू यस्तै तिमीलाई बेच्नु पऱ्यो क्या बार्सिलोनामा सो गाइस हामी चाहिँ बार्सिलोना घुम्न आएको है एकदम पानी परेर बिजोग भयो यार बिजोग यस्तो छ अवस्था यार पानी परेर बिजोग छ यार के गर्नु गाइस घुम्नै पाएन पानी परेर घुम्नै पाएन भने थट पानी परेर पैसा घुम्न आएको पानीले एकदम भिजेर है फुल हेर्न सक्नुहुन्छ फुल
पेनको रातो लनेहरूले ठाउँ हो। So, thank you. सो मेरो भिडियो चाहिँ यति नै हो। सो भिडियो कस्तो लाग्यो प्रतिक्रिया दिनु होला, कमेन्ट गरिदिनु होला। होइन यहाँ चाहिँ पियानो बजाउँदै छ। सो कमेन्ट गरिदिनु होला भिडियो कस्तो लाग्यो। सो यति नै हो।